सबै मेरो हो। के खाइरहेछ हो बाजे? सो हेलो गाइज, वेलकम ब्याक टु अनदर भ्लग। सो मैले आफ्नो फर्स्ट भ्लगमा भनेको थिएँ तपाईँहरूलाई कि म यतापट्टिको पुरै भ्यू देखाउँछु, तपाईँहरूले खेत देखाउँछु, पुरै जङ्गल देखाउँछु। सो गाइज म यहाँ आइसकेको छु आज है। सो हेर्न सक्नुहुन्छ तपाईँहरू भ्यूज कति राम्रो छ है। अनि यो बाटोहरू त पुरै बिजोग भएको छ। अब के गर्ने, खेतीपातीको महिनामा यस्तै हो। अब ट्र्याक्टरहरू आउँछ, खेत जोत्नु पर्यो होइन। खेत जोतेन भने अब खेत कसरी रोपाउने हो। यहाँ एउटा आन्टी है खेत जोतिरहेछ, खेत रोपिरहेछ, बिउ पनि रोप्नु पर्यो होइन। सबै बिउ रोप्नलाई त पहिला जोत्नु पर्यो खेत होइन। अनि खेत जोतेपछि त यता बिउ छिर्ने होइन त। त्यही भएर अब बाटोहरू यस्तै भइहाल्छ, पानी सानी जमिहाल्छ होइन। अब यो बाटो त्यो उसको पनि त छैन नि त, पिच पनि त छैन नि, माटोकै बाटो हो। अब माटोको बाटोमा त अब गाडीहरू गुड्यो भने त्यस्तो भइहाल्छ नि त। हेर्नु नि, यहाँ पुरै रुखहरू, आँपको रुखहरू पनि छ। हामी पहिला साना हुँदाखेरि यो आँपको रुखमा आउँथ्यो, खेल्थ्यो होइन। आँप तोडेर खान्थ्यो, मजा आउँथ्यो गाई होइन। यहाँ पनि पुरै खेत रोप्ने मान्छेहरू यहाँ पनि कास यो सबै मेरो हुन्थ्यो भने कति राम्रो हुन्थ्यो है। मेरो भएको है, कासमा भन्न आउँथ्यो कि सबै मेरो हो होइन, कति मजा आउँथ्यो। म त गाउँको सबै धनी मान्छे हुने थिएँ गाइस, सबैभन्दा धनी मान्छे मै हुने थिएँ गाउँको, सबै मेरो भएको। यस्तै हो, छैन अब के गर्ने, थोरै छ, थोरैले काम चलाइराख्नुपर्छ मलाई, हाम्रो सबै परिवारले है। यहाँ खाना खाइरहेछ खेत जोत्ने मान्छेहरू, कति राम्रो छ। उता छेउछेउमा जङ्गल पनि छ, जङ्गल हो सबै। म एक दिन उता गएपछि तपाईँहरूले सबै जङ्गल पनि देखाइदिन्छु है। सो अहिलेको लागि यति हेर्नुहोस् है। बाजे भात खाइरहेछ। के खाइरहेछ हो बाजे? बढ़िया से फोटो करके विदेश भेज दियो। ठिक छ ल। यो बाटो त बिजोकै छ यार। अब बाटोमा हिँड्नलाई पनि योबाट हिँडिरहेछ हो। यो छेउछेउमा अलिअलि बाटो छ होइन, हिँड्नको लागि त्यही बाटो हिँडिरहेछु म। हेर्नु गाइस, यहाँको मान्छेको मेन्टालिटी के छ है। म आउँदाखेरि ब्लग बनाइरहेको थिएँ होइन, अनि मलाई भनिरहेछ कि किन फोटो खिचिरहेछ, किन भिडियो बनाइरहेछ भनेर भनिरहेछ मलाई। हेर्नु है, डराउँछ क्या, गाउँको मान्छेहरू डराउँछ क्यामेराबाट। प्रायः त यहाँ तराईको मान्छे मधेसहरू चाहिँ अलिक खासै त्यो जान्नेको छैन, इन्टरेक्ट भएको छैन क्या क्यामेरासँग। यहाँको बढी गरेर केटाहरू होइन क्या, आइमाईहरू बढी त्यस्ता छ। तर फेरि त्यो बाजेले मैले आफ्नो त्यो भिडियोमा मैले दिएँ होइन, मैले आफ्नो भिडियोमा भने कि बाजे के खाइराख्नु भएको छ, अनि उहाँले त मजाले भन्नुभयो कि म यस्तो यो खाइरहेको छु, यो खाइरहेको छु भनेर। के बोल्नु भएन मैले, तर त्यो आइमाईहरू के बोलिदियो है। यो अङ्कल चाहिँ आफ्नो खेतमा काम गरिरहेछ, घाम पनि छ है, घामले मेरो आँखा यस्तो यस्तो भएको छ। सो हेर्नु न, यो खेत सबै रोपेर है, पानी सानी लगाइदिएको छ। म त कति दिनबाट खेत पनि आएको छैन। सो गाइज, मेरो खेत उतापट्टि छ है, उतातिर छ, उतातिर छ, एउटा उतातिर छ। सो म गाइज कुनै दिन गएर तपाईँहरूलाई देखाइदिन्छु, पुरै जङ्गलको टुर पनि गराइदिन्छु है, आफ्नो खेत पनि देखाइदिन्छु तपाईँहरूलाई। यहाँबाट त सबै राम्रो, सबैभन्दा दामी त यहाँ पहाडको नजारा आइरहेछ यार। ओ माई गॉड। र एउटा मन्दिर छ त्यहाँ टपमा, हेर्नुहोस्, हेर्नु भइरहेछ कि छैन। तर त्यही असार 1 गते हामी सबै गाउँको मान्छेहरू त्यहाँ गएर बोका चढाउँछौँ, अनि त्यही बनाएर खान्छौँ। अब भनौँ न, प्रसादी खान जान्छ क्या। त्यो अब चढाउने खासै उद्देश्य भनेको त्यही हो, पूजापाठ। त्यहाँ मन्दिर छ, त्यहाँ सबै पुरै कहिलेदेखि हाम्रो बाजे पुर्खा र अहिलेसम्म यो चलन छ कि त्यहाँ गएर हामी बोका चढाएर खान्छौँ। किन चढाएर खान्छौँ भन्दाखेरि अब असारमा पानी आओस् र सबै किसानहरूलाई अलि पानीको समस्या नहोस्, छिटो होस् खेती भनेर सबैजना त्यही जान्छौँ हामी।
साह्रै गते अनि पूजा गरेर सबै प्रसादी खाएर आउँछ। पुरै गाउँकै मान्छेहरू जान्छ। फेरि हाम्रो गाउँमा चाहिँ 3-4वटा टोल छ है। एउटा त गोविन्दपुर, एउटा बलान्सेर र एउटा एकरतिया। सबै गाउँका फरक फरक छन्। ऊ गाउँका पनिहरू छन्। सो गाइस यो पहाडको दृश्य हेर्नुहोस् न। पहाडको भ्यू हेर्नु। योबाट त आँखै हट्दैन हो मेरो। यताउता हेर्छु फेरि त्यहीँमा आँखा जान्छ। यताउता हेर्छु फेरि त्यहीँमा आँखा जान्छ। किन हो? नेचर त साँच्चीकैमा ब्युटिफुलै हुन्छ है। जति राम्रो मान्छे जति नराम्रो मान्छे सबैलाई आफ्नोतिर तानिहाल्छ होइन। त्यही भएर त नेचरलाई यस्ता चिज हो कि रोगी मान्छेलाई पनि राम्रो पारिदिन्छ। इट्स लाइक अ मेडिटेसन। त्यस्तै हो। मेडिकेसन पनि भन्छ, मेडिटेसन पनि भन्छ। सो हेर्नुहोस् सबै भ्यू हेर्नुहोस्। खेतको सबै भ्यू है। सबै यहाँदेखि त्यहाँसम्म पुरै रोपिसकेछ। सरी रोपिरहेछ भनेको रोपिसकेछ यहाँदेखि यहाँ। अनि यो चाहिँ झोपडीहरू बनाएको छ। यहाँ छ, यता छ है, यता छ। यो सबै बनाएको छ ताकि यहाँ अहिले त घाम छैन। अहिले घाम थियो, अलि बेर घाम थियो। हेर्नु न, घाम लाग्छ होइन, घाम जान्छ, छाहारी आउँछ। आज त बादल छ, नत्र धेरै घाम भयो भने यी झोपडीमा बस्ने गर्छ क्या मान्छेहरू। सो धेरै घामको कारणले यो बनाउनु परेछ किसानहरूलाई कि धेरै घाम नलागोस् भनेर। सो गाइज म पनि आफ्नो खेत आउन लाग्छु है। म तपाईँहरूलाई आफ्नो खेत देखाइदिन्छु कहाँ छ। सो हेर्नुहोस् यो आजभोलि कति पानी परेर पुरै खेतहरूमा पनि पानी लागेको छ। हेर्नु न कति पानी बगिरहेछ सबैतिर। यो यहाँ अलिअलि चिप्लो छ है, राम्रोसँग जानु पर्यो। यो गाउँ पनि हेर्नु न, यो खेतको चौरीको छेउमै गाउँ छ र गाउँको छेउमै चौरी छ भन्नु पर्यो होइन। उल्टै रहेछ के भन्ने, उल्टै भनेको उस्तै रहेछ के भन्ने होइन। यो गाउँ हेर्नुहोस्, पुरै गाउँ मेरो है, हाम्रो गाउँ हो। सो यो जुन बाँस छ, यो बाँस देखिराख्नु भएको छ तपाईँहरू। बाँसको उतापट्टि गाउँ छ फेरि है। अर्को गाउँ भन्नाले मेरो घर छ यो बाँसको उतापट्टि। जुन यहाँदेखि त्यहाँसम्म पुरै गाउँमै गाउँ छ। पन्छी देखिराख्नु भएको छ तपाईँहरूले, छैन हो, गइसक्यो त हो कता। सो गाइज यो पन्छी चाहिँ तपाईँको प्रत्येक वर्ष तपाईँको यो खेत रोपिसकेपछि धान पुरै ठुलो भइसकेपछि यो आउँछ है माछा खानलाई। अहिले त माछा चाहिँ छैन फलेको चौरीमा होइन। सो अहिले माछा छैन भने अहिले त्यही किराहरू सर्पहरू खाएर आउँछ। यो सर्पै खाने त पन्छी हो त होइन। यो हेर्नु न, राम्रोसँग हेर्नु त, पन्छी खाने सर्प होइन यो। पन्छी खाने भनेको त्यो सर्प खाने पन्छी होइन यो। हेर्नु न, फेरि मलाई यही पहाडतिर गयो यार नजर। के हो पहाडमा के राखेछ र किन जान्छ नजर? किनकि यो सुन्दर छ हो, त यो भएर जान्छ नजर यार। म त सिङ्गर भयो कि क्या हो गाइस, वेट भयो कि क्या हो। सो म आफ्नो खेत आउँदा लाग्छु। यहाँबाट हेर्नु यो पन्छीलाई है, सर्प खाने पन्छी भन्छौँ हामी। यहाँ रहेछ बसेको, यी ठुला सर्पहरू खान्छ। यी उडिसक्यो है, उडेको देखिराख्नु भएको छ तपाईँले, उडिरहेछ। गयो जुनेली आफ्नो बारमा। सो अहिले खेत तपाईँले गएर देखाइदिन्छु पुरै। मेरो खेतमा पानी लागेको छ कि छैन हेर्नु परेछ। अहिले बुवा आउनु भएको थियो खाद बोकेर खेतमा हाल्नलाई। सो त्यो पनि हेर्नु पर्यो अहिले हालेको छ कि छैन, के छ अवस्था हालेपछि। सो अहिले देखाइदिन्छु है तपाईँहरूलाई। हेर्नु सबै एक्सपिरियन्स गराउँदै हुन्छ है तपाईँ। सो गाइज पहिला त म पनि घरमा कोही नहुँदाखेरि म पनि कोदालो चलाइदिन्थेँ, मम्मीलाई सघाइदिन्थेँ है खेतमा। अहिले त अब ड्याडी हुनुहुन्छ घरमा, उहाँ नै देख्नुहुन्छ सबै थोक। मै पनि बिरामी भइसक्नु भयो, कहिलेकाहीँ म पनि आइदिन्छु खेतमा काम गर्नलाई, ड्याडीलाई सघाउन है। यसरी नै कोदालो चलाउनु पर्छ मलाई पनि, अनि यसरी नै बाख्रा चलाउनु पर्थ्यो मलाई पनि।
सो गाइस तपाईँहरू पनि चराउनु भएको होला बाख्रा होइन सानोमा सबैजना बाख्रा चराउनु होला चराउनु भएको होला हामी त यो जङ्गलमा गएर चराउँथ्यौँ गाइस यो जङ्गलमा गएर चराउँथ्यौँ है सो यो जङ्गलमा गएर चराउँथ्यौँ हामी सानै हुँदाखेरि अहिले त ठुलो भएर कहाँ कहाँ बस्नु परेको छ अहिले बस्ने भनेको म चाहिँ राजविराजमा हो सो गाइस म पनि आफ्नो खेत आइसकेँ है सो यहाँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् यो यति मेरो खेत हो सो गाइस अवस्था राम्रै छ है खेतको सो गाइस आजको लागि यति नै थियो है सो हस् त अब हामी भेटौँला नेक्स्ट ब्लगमा सो गाइस सपोर्ट गरिदिनु होला माया गरिदिनु होला है